सनम तेरी कसम मुभी हेरेर चाहिँ तपाईँहरू हर्षधन राणेको चाहिँ एकदमै ठुलो फ्यान हुनुभएको छ भने चाहिँ तपाईँहरूले यो मुभीलाई चाहिँ हेर्न सक्नुहुन्छ है त। सो हेलो गाइज, वेलकम टु माई न्यू भिडियोज। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। सो मुभीहरू हेर्न तपाईँहरूलाई मनपर्छ भने मलाई फलो गरेर राख्न भने नबिर्सनु होला। एक दिवाने कि दिवानियत, सो यो चाहिँ 2025मा आएको लभ स्टोरी जनराको मुभी हो। सो तपाईँहरूलाई लभ स्टोरी मुभीहरू हेर्न मनपर्छ भने यसलाई चाहिँ तपाईँहरू हेर्न सक्नुहुन्छ भने। सो मलाई चाहिँ यो मुभीको स्टोरी चाहिँ त्यति बवाल है, त्यति राम्रो लागेन। किनभने सो यो मुभीको स्टोरी चाहिँ हिरो चाहिँ एउटा हाई क्लास फ्यामिलीबाट बिलोङ गर्छ भने उसले चाहिँ मागेको कुरा चाहिँ सबै उनलाई चाहिँ चाहेको कुरा चाहिँ सबै पुरा भइरहेको हुन्छ भने त्यसै क्रममा चाहिँ यो मुभीको हिरोइनसँग उसको भेट हुन्छ। यो मुभीको हिरोइनसँग भेट भइसकेपछि उसलाई पनि जबरजस्ती आफ्नो बनाउने चाहिँ उसको चाहना हुन्छ। त्यो चाहना भइसकेपछि चाहिँ यो मुभीको हिरोइनले चाहिँ त्यसलाई एक्सेप्ट गर्दैन र त्यही बिचमा चाहिँ यो मुभीको हिरोले चाहिँ त्यही हिरोइनलाई चाहिँ मन पराइराखेको हुन्छ। त्यही पराउने क्रममा चाहिँ ऊ केटीले चाहिँ एक्सेप्ट गर्दैन र त्यो एक्सेप्ट नगरिसकेपछि चाहिँ लास्टमा हिरो मर्छ। केटीलाई चाहिँ रियलाइज हुन्छ। यही कारणले चाहिँ मलाई मन नपरेको कारण चाहिँ यो हो भने मुभीमा चाहिँ तपाईँहरू हर्षधन राणे, सोनम बाजुवा जस्तो राम्रो राम्रो एक्टर अनि एक्ट्रेसलाई चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ भने आई होप हजुरहरू धेरैले चाहिँ हेरिसक्नु भएको छ होला। र हेरिसक्नु भएको छ भने चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो तल कमेन्ट गर्न भने नबिर्सनु होला। र हेर्नु भएको छैन भने चाहिँ तपाईँहरूले यो मुभीलाई गएर हेरिहाल्नुहोस्। र कहाँ हेर्ने थाहा छैन भने चाहिँ तपाईँहरूलाई चाहिँ म सिकाउने छु भने भिडियो मन परेमा चाहिँ तपाईँहरूले लाइक, कमेन्ट, सेयर गरेर साथ अनि सपोर्ट गर्न भने नबिर्सनु होला। हस्त, धन्यवाद।